क्वेसन नम्बर 1 नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन छ गोर्खा, रोल्पा, डोल्पा, चितवन। यसको सही आन्सर हो डोल्पा। प्रश्न नम्बर 2 नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो स्थानीय तह कुन हो? क काठमाडौँ, ख भरतपुर, ग गजुरी, घ लेखनाथ पोखरा। यसको सही आन्सर हो लेखनाथ पोखरा। प्रश्न नम्बर 3 नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो प्रदेश कुन हो? अप्सन गण्डकी प्रदेश, कर्णाली प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश। यसको सही आन्सर हो कर्णाली प्रदेश। प्रश्न नम्बर 4 कुन ग्रहलाई सुनौलो ग्रहको नामले चिनिन्छ? मङ्गल ग्रह, बुध ग्रह, बृहस्पति ग्रह, शनि ग्रह। तपाईको टाइम सुरु भयो। सही आन्सर हो शनि ग्रह। प्रश्न नम्बर 5 नेपालको पूर्व पश्चिमको औसत लम्बाइ कति छ? अप्सनहरू छ 555 किमी, 950 किमी, 885 किमी, 1050 किमी। यसको सही आन्सर हो 885 किमी। प्रश्न नम्बर 6 कुन चराको पखेटा हुँदैन? अप्सनहरू ढुकुर, परेवा, किवी, काग। यसको सही आन्सर हो किवी। प्रश्न नम्बर 7 छठमा के को पूजा गरिन्छ? अप्सनहरू छ चन्द्रमा, सूर्य, केरा, हनुमान। यसको सही आन्सर हो सूर्य। प्रश्न नम्बर 8 सिंहभन्दा अगाडि जङ्गलको राजा को थियो? अप्सनहरू छ हरिण, बाघ, हात्ती, खरायो। प्रश्न नम्बर 9 भगवान गौतम बुद्ध कुन बार जन्मिएका थिए? अप्सनहरू शनिबार, मङ्गलबार, सोमबार, आइतबार। यसको सही आन्सर हो आइतबार। नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल कुन हो? तपाईहरुको अप्सन छ तिलिचो ताल, फेवा ताल, तिलिचो ताल, सेफुसुन्डो ताल। यसको सही आन्सर हो तिलिचो ताल। प्रश्न नम्बर 11 सिंहदरबार कसले बनाएका हुन्? अप्सनहरू छ राजा महेन्द्र, जङ्गबहादुर राणा, भीमसेन थापा, चन्द्र शमशेर। यसको सही आन्सर हो चन्द्र शमशेर। प्रश्न नम्बर 12 कुन देशमा सबैभन्दा बढी खेती गरिन्छ? अप्सनहरू छ जापानमा, भारतमा, नेपालमा, चीनमा। यसको सही आन्सर हो भारतमा। प्रश्न नम्बर 13 नेपालले विश्वमा कति प्रतिशत भूभाग ओगटेको छ? 0.2, 0.5, 0.03, 0.3%। यसको सही आन्सर हो 0.03%।
दिमाग खाने प्रश्न, जति तान्छ उति छोटो के हो? ゲームスタート Time out. यसको सही आन्सर के हो कमेन्ट गर्नुहोस्। आफ्नो क्षमता वृद्धि गर्नुहोस्।